आज हामी बनाउने छौँ पिरो चौचौ। खोलो है त। के फरक देखाउनु हैन। फाइनली पानी तातिसक्यो। हामी हाल्नेछौँ चौचौ। यो सानो सानो अनि यो ठुलोवाला। अब चाहिँ पानी तातेर निस्किसकेको छ है। अब हामी सबै पानी फाल्नेछौँ। हामी चाहिँ 50 जाने करेन्टको चाहिँ यहाँ सुप हालिसकेका छौँ, सस हालिसकेका छौँ। यो मसला अघि चाहिँ यो मिस्टेक भयो है। अहिले चाहिँ हामी पर्फेक्ट हाल्दैछौँ। हामी यो हालिसक्यो। अब यहाँ माथि चाहिँ हामी नुन छर्कनेछौँ। यो भयो हाम्रो हाफ बोइल हाफ फ्राई। अब हामी यसलाई मिक्स गर्नेछौँ चपस्टिकले। ग्ल्याम हामीले चाहिँ पुरा बनाइसक्यो अनि भाग पनि गरिसक्यो। मेरो भागमा चाहिँ यति परेको छ। अनि साथसाथै चटपटी पनि बनिसक्यो। अनि यहाँ चाहिँ स्प्राइट छ है हामीसँग। यो पिरो भएपछि खानको लागि स्प्राइट छ है। अब हामी खानेछौँ गम गम। लाग्छ मिठो भइसक्यो। मिठो खस्तो छ, बास्ना पनि मिठो आइरहेछ। यो खानेछौँ, काठको पनि खानेछौँ, अन्डा पनि खानेछौँ।